हेलो गाइज एन्ड नमस्ते वेलकम टु माई भिडियो। दसैँ तिहारको भ्याकेसन सकेर चाहिँ म छठ पूजा हेर्नको लागि चाहिँ छिट्टै जनकपुर गएको थिएँ। सुरुमा चाहिँ म बस्ने रुमको घरमेटी अङ्कल आन्टी र आमालाई लिएर चाहिँ हामी बस्ने रुम नजिकैको तलाबमा छठ पूजा हेर्न गएका थियौँ। त्यहाँपछि चाहिँ म अटो चढेर जानकी मन्दिरतर्फ गएँ। अनि मैले बहिनीसँग भेटेँ। बहिनी र म भएर चाहिँ छठ पूजासँगै हेर्ने प्लान बनाएका थियौँ। छतमा चाहिँ पुरै जनकपुर झिलिमिलीले सजिएको थियो। बाटोमा हिँड्दा पनि धेरै रमाइलो भएको थियो। मान्छेहरूको भिड पनि त्यस्तै नै थियो। त्यहाँपछि चाहिँ हामी दुईजना भएर चाहिँ जानकी मन्दिर गयौँ। जानकी मन्दिरमा चाहिँ चप्पल हराउँछ भनेर हामीले चाहिँ एउटा चप्पल एकतिर अर्को चप्पल एकतिर राखेको थियौँ। त्यहाँपछि हामी दुईजना भएर चाहिँ जानकी मन्दिरको दर्शन गऱ्यौँ। 2 महिनापछि आएर होला मलाई चाहिँ मनै एकदम शान्ति भए जस्तो फिल भएको थियो। त्यहाँपछि चाहिँ हामी भित्रै गएर चाहिँ जानकी माताको दर्शन गऱ्यौँ। सधैँ जसो मैले चाहिँ बहिनीलाई टिका लगाइदिएँ। त्यहाँपछि चाहिँ हामी चाहिँ मन्दिर घुमेर बाहिर निस्कियौँ। म चाहिँ चस्मा हरायो भनिरहेको थिएँ, बहिनीले चाहिँ त्यहाँ कुर्तामा अड्काइरहेको रहेछ। अनि हामी चाहिँ जानकी मन्दिरको रमाइलो हेरेर चाहिँ फोटो भिडियोहरू खिचेर गङ्गासागरतिर गयौँ। गङ्गासागरमा त झनै रमाइलो देखियो। गङ्गासागरको छत देखेर चाहिँ एकदम मनै आनन्द भएको थियो। त्यो सजावट, त्यो झिलिमिली, आहा, म त जति बेला पनि वाउ वाउ मात्रै भनिरहेको थिएँ। अनि हामी चाहिँ गङ्गासागर परिक्रमा गर्न गयौँ। सबैजना आफ्नो आफ्नो धुनमा रमाइलो गरिराख्नु भएको थियो। आफ्नो आफ्नै तरिकाले छठ पूजाहरू मनाइराख्नु भएको थियो। हामी पनि आफ्नै तरिकाले रमाइलो गर्दै घुमिरहेका थियौँ। हामी चाहिँ गङ्गासागर परिक्रमा गरेर सकेर चाहिँ शिव मन्दिर दर्शन गऱ्यौँ। अनि त्यहाँबाट निस्केर चाहिँ फेरि जानकी मन्दिर जानतर्फ लाग्यौँ। अनि हामी चाहिँ जानकी मन्दिर पुगेर त्यहाँ चाहिँ पटाकाहरू पड्काएको हेऱ्यौँ। एकदम रमाइलो गरिराख्नु भएको छ सबैले। त्यहाँपछि चाहिँ हामी जानकी मन्दिर नजिकैको घाटमा चाहिँ छठ पूजा हेरिराख्यौँ। यसपालिको छठ चाहिँ एकदम रमाइलो भयो। त्यहाँको रमाइलो हेरेर चाहिँ हामी घर जान लाग्यौँ। यति नै थियो मेरो भिडियो। थ्याङ्क यू फर वाचिङ। बाई।